क्यारी हिजो क्लोजिङमा अलिकति पैसा कम भएको थियो आज चाहिँ अलि राम्रोसँग ख्याल गर्नुपर्छ है म खाना खाएर आउँछु राम्रोसँग हेर्दै गर्नु कस्टमर आइरहन्छन् है तपाईँ किन बारम्बार यहाँ आइराख्नुहुन्छ तिमीलाई हेर्न आएको नि हिजो म आउँछु भनेर गएको होइन तपाईँ यसरी बारम्बार नआउनु यहाँ तपाईँ आउँदाखेरि मलाई भोलि गाह्रो हुन्छ यति ठुलो पसल मेरो जिम्मामा दिएको छ माया त माया हुने रोस् नि चाहे एकतर्फी होस् या दुईतर्फी यो तिमीले पोहोर साल दिएको जुत्ता अहिलेसम्म गरेर धुङधुङ भइरहेछ ऊ त गोली साथ जुत्ता देऊ न त्यसपछि तिम्रो लाइफमा जिन्दगीमा आउँदिन म त्यो हातको भनिदेऊ न अरे शिव कहिले नसुदिनु भएन यो मुर्दा